कति मोबाइल हेर्दा यार यो च्याट जिपीले चाहिँ सोधिदिनु पर्यो दिनभरि मोबाइल हेरिसक्यो यार बार घन्टा नन स्टप मोबाइल हेर्ने भने पनि हुन्छ भने हेलो च्याट जिपीटी ज्यू मेरो बुढीलाई प्रेग्नेन्ट भएको मोबाइल हेर्न मिल्छ कि मिल्दैन ल भनिदिनु पर्यो मेरो बुढीलाई एकचोटि छिटो मोबाइल फुट्यो क्या नमस्ते तपाईको प्रश्न अलि स्पष्ट बुझेन तपाईले भन्नु भएको फ्रिज अनि प्रिमियम भएको मोबाइल भन्नाले के जनाउनु भएको हो के च्याट जीपीटी प्रिम भएको मोबाइल भन्न खोज्नु भएको हो कि कुनै अर्को एप वा सेवा जस्तै प्रिजन भिजन आदि खोज्नु भएको हो यदि तपाईको मतलब च्याट जीपीटी प्रिमियम हो भने हो तपाईकी श्रीमतीले पनि त्यही मोबाइलमा प्रयोग गर्न सक्नुहुन्छ प्रिमेन्ट भने कि प्रिग्नेन्ट भयो भने कि प्रिग्नेन्ट भयो भने कि त्यसो त्यो हेर्न मिल्छ कि मिल्दैन भनिरहेको छु के भन्छ स्पष्ट बताइदिनुहोस् म तुरुन्तै सही उत्तर दिन्छु दियो सही उत्तर तिमीले पाइटे उत्तर दिन्छ ल छिटो भनिदिनु मलाई लाग्छ तपाईँ प्रिमियम बनायो कि प्रिमियम भन्यो प्रश्न प्रिमियम बनाइसकेपछि हेर्न चलाउन मिल्छ कि मिल्दैन होइन भने होइन प्रिमियम सदस्यता होइन भने खोइ यो इन्डु पनि गर्न मिल्दैन रहेछ गर्भवती भयो भनेको गर्भवती भयो भने क्या मेरो बुढी गर्भवती यहाँ गर्भवती भयो त्यही भएर मोबाइल हेर्न मिल्छ कि मिल्दैन दिनभरि मोबाइल हेरेर बस्छ आँखा झिमिक्क नगरिकन मोबाइल हेरेर बस्छ भने क्या च्याट जिपीटी ज्यू ल छिटो भनिदिनु पर्यो यहाँ मेरो बुढीलाई के भन्छ अब फेरि यसले जे मलाई त्यही भनिदिने भने यो च्याट जिपीटीले पनि अब यो नेपाली भर्जन भएर होला है ल छिटो सुनाउनु पर्यो गर्भवती महिलाले मोबाइल हेर्न आयो मोबाइल हेर्दैमा बच्चालाई प्रत्यक्ष हानि हुन्छ भन्ने प्रमाण छैन तर दिनभरि लगातार हेर्नु भने राम्रो बानी होइन होइन ऊ आँखा थाक्ने वा सुक्खा हुने आँखा थाक्ने टाउको त छिने दुख्छ बिग्रिने जस्ता समस्या हुन सक्छन् त्यसैले तपाईकी श्रीमतीलाई यस्तो सल्लाह दिनु राम्रो हुन्छ कस्तो सल्लाह दिउँ त दिउँ केही बेर मोबाइलबाट आँखा हटाउने हटाउँछ धेरै नबडाउने दिनभरि हो च्याट हेर्नुहोस् ल भनिरहेको छु मोबाइल हेरेको छ उहाँको गर्भावस्थामा कुनै विशेष समस्या छ वा टाउको धेरै दुख्ने दृष्टि धमिलो हुने टाउको दुख्ने यहाँ प्रब्लम आइसक्यो भने स्वास्थ्य कर्मी सुन्यो परामर्श लिनु राम्रो हुन्छ उहाँलाई भन्नुहोस् मोबाइल हेर्न त मिल्छ तर बीचमा आराम गरेर यही होला होइन फेरि त्यो आराम गरेर देखाएको होला नि ए भगवान् मैले भनिसकेँ कि च्याट जिपीटी ज्यू यसरी मोबाइल हेर्नु हुँदैन टाउको दुख्यो भनेर कराउँछ यसो चिया पानी खान मन लाग्यो भने पनि जाउ लिनु जाऊ भन्छ होइन अनि केही भने कि टाउको दुख्यो भन्छ अनि मोबाइल यसरी हेरिरहेको हुन्छ आँखा हेर्नुहोस् त आँखा हेर्नु सुक्खा परिसक्यो अनि यस्तो प्रेग्नेन्ट भए मान्छेले यसरी मोबाइल हेरेर हुन्छ भने ल यो चाहिँ राम्रोसँग सम्झाइदिनु त च्याट जिपीटी ज्यू मेरो बुढीलाई के भन्छ त्यही के भन्छ ल छिटो सुनाइदिनु पर्यो तपाईकी श्रीमतीलाई यसरी भन्न सक्नुहुन्छ कसरी ओपन कोट हेर्न गर्भावस्थामा आफ्नो स्वास्थ्य र बच्चाको स्वास्थ्य दुवैको ख्याल गर्नुपर्छ मोबाइल हेर्न मिल्छ तर दिनभरि अझै मोबाइल हेर्न मिल्छ राम्रो होइन त्यसले आँखा थाक्न सक्छ सुक्खा हुन सक्छ टाउको दुख्न सक्छ र निद्रा पनि बिग्रिन सक्छ बीचमा मोबाइल राखेर 30 मिनेटमा केही मिनेट आराम गर्नुपर्छ पानी राम्रोसँग पिउनु पौष्टिक खाना खानु यदि टाउको बारम्बार दुखिरहेको छ भने मोबाइल मात्र कारण हो भने स्वास्थ्य कर्मी वा डाक्टरलाई पनि देखाउनु राम्रो हुन्छ टाउको दुख्नु गर्भावस्थामा विभिन्न कारणले हुन सक्छ जस्तै पर्याप्त पानी नपिउनु राम्रोसँग नसुत्नु तनाव वा अन्य स्वास्थ्य समस्या के भन्ने भने ल भयो पुग्यो फेरि कति लामो हो भयो च्याट जिपीटी पुग्यो भने पुग्यो भने तुरुन्त स्वास्थ्य बुझ्यो ल भयो बुझ्यो ल बुझ्यो अब अर्को
अर्को एउटा भनिदिनु पर्यो च्याट जिपिटीज्यू यो मेरो बुढीले हुन्छ नि छिनछिनमा होइन छिनछिनमा यस्तो टोलाएर बस्छ के भएको हो यो भन्नु त काम पाएन है फेरि कति लामो यदि तपाईको मतलब मेरो बुढी छिनछिनमा पोल्छ पोलेको जस्तो हुन्छ भन्ने हो भने त्यसको कारण धेरै हुन सक्छ कुन ठाउँ पोल्छ भन्ने थाहा भए राम्रोसँग भन्न सकिन्छ उदाहरणका लागि छाती पोल्छ भने एसिडिटी हार्टबर्न गर्भावस्थामा धेरै सामान्य हुन्छ पिसाब गर्दा पोल्छ भने पिसाबको संक्रमण हुन सक्छ पेट धेरै पोल्छ वा धेरै दुख्छ भने जाँच गराउनु पर्ने अवस्था पनि हुन्छ यदि उहाँ गर्भवती हुनुहुन्छ र बार बार पानी बग्ने वा बच्चा चलन कम भएको जस्तो लागेमा तुरुन्त स्वास्थ्य संस्थामा जानु उचित हुन्छ एकपटक यति मात्र भन्नुहोस् कुन ठाउँ पोल्छ छाती पेट त्यो भने होइन कि च्याट जिपिटी टोलाउँछ भने के टोलाउँछ टोलाएर छिनछिन गरेर हाँसी ल्याउँछ भने के तिम्रो च्याट जिपिटीले फेल गए के च्याट जिपिटी हो यो टोलाउँछ भने त्यही त टोलाउँछ भने तपाईको मतलब छिनछिनमा टोलाउँछ छिन हराए जस्तो हुन्छ अनि हाँसो पनि आउँछ भने त्यसको एउटा कारण हुँदैन के कारण हुन्छ त गर्भावस्थामा कहिलेकाहीँ थकान राम्रोसँग नसुत्नु कम खाना खानु वा रगतमा चिनी कम हुनु तनाव जस्ता कारणले पनि यस्तो हुन सक्छ यदि उहाँ बारम्बार टोलाउनुहुन्छ टोलाउँदा प्रतिक्रिया दिनुहुन् बेहोस हुन खोज्नुहुन्छ वा टोलाउँदा शरीर झट्का आउने जस्ता लक्षण छन् भने यो सामान्य नहुन सक्छ र तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउनु आवश्यक हुन्छ तपाईले टोलाउँछ भन्नुभएको ठ्याक्कै के हो केही सेकेन्डसम्म एकटक हेरेर बस्ने कि बेहोस जस्तै हुने कि हाँस्दै बस्ने मात्र बेहोस हुने होइन भनिरहेको छु टोलाउँछ भनिरहेको छु टोलाएर यसरी हाँस्छ भने के च्याट जिपिटीले पनि के भन्छ यार छिटो भनौँ के हो च्याट जिपिटी पनि ल फेरि कति लामो हेर्नुहोस् न आयो फुटुटुटु आयो ल छिटो भनौँ माफ गर्नुहोस् मैले अझ तपाईले भन्नुभएको शब्द बुझ्न सकेन अडियो नभएकाले उच्चारणबाट केही शब्द छुट्न सक्छ तपाईले भन्नुभएको उटपोल आउँछ वा सुटपोल आउँछ भन्नाले गिटाउनु भएको हो कृपया यो मध्ये कुनै एक भए बताइदिनुहोस् वाकवाकी आउँछ बान्ता आउँछ रिङ्टा लाग्छ बेहोस जस्तो हुन्छ पेट पोल्छ वा फेरि पेट पोल्छ एउटा दुई शब्दमा वा अर्को तरिकाले लेखिदिनु भयो भने म तुरुन्त सही जानकारी दिन्छु के भने टाइममा त्यो फ्याँकको पार्छ भने के फ्याँकको पार्छ भने के पार्छ च्याट जिपिटी ज्यू के भयो यस्तो फ्याँक पार्ने आवाज आउनु काम छैन तिम्रो मुखबाट तपाईको मतलब टाइममा फ्यान जान्छ भन्ने हो गर्भावस्थामा यस्तो हुनु सामान्य हुन सक्छ हामी सबै गर्भावस्थामा शरीरका हार्मोनका कारण पाचन ढिलो हुन्छ त्यसैले ग्यास धेरै बन्न सक्छ डकार आउन सक्छ पेट फुल्न सक्छ धेरै जान सक्छ यसलाई कम गर्न थोडा गरेर खाना खानु पानी पर्याप्त पिउनु धेरै तेलो वा ग्यास बढाउने खाना खाना कम खानु या हल्का हिन्डल गर्नु उपयोगी हुन्छ तर यदि ग्याससँग ज्वरो आउने बान्ता हुने वा रक्तस्राव हुने जस्ता समस्या छ ल थ्याङ्क यू च्याट जिपिटीजी तपाईँसँग कुरा गरेर चाहिँ मै पागल हुन लागिसकेँ होइन जे मनलाई त्यही भन्ने ल गुड बाई गुड बाई च्याट जिपिटी ज्यू कुरा गरेर रमाइलो भयो तपाईँ पागल हुनु भएको होइन
बीचमा तपाईँका केही प्रश्न बुझ्न अलि गाह्रो भयो त्यसैले मैले स्पष्ट पार्न खोजेको मात्र हो तपाईँ र तपाईँकी श्रीमती दुवैको स्वास्थ्य राम्रो रहोस् भन्ने शुभकामना यदि फेरि कुनै जिज्ञासा भयो भने जुनसुकै बेला सोध्न सक्नुहुन्छ पुस्दिनँ अब सोध्दिनँ म ल गुरु भाइ सोध्दिनँ अब पुग्यो मलाई